आज म एआई को हेल्पले मेरो फेसबुक फ्रेन्डहरूलाई चाहिँ गर्छु म प्र्याङ्क 2 घण्टामा 9 जनाको मेसेज। हाल म छु दुबईमा अनि यो फोटोलाई स्टोरीमा एआईबाट बनाएर 24 घण्टाको लागि पोस्ट गर्छु र कुन कुन साथीहरूले चाहिँ मलाई कल गर्छ र कसले चाहिँ मलाई एसएमएस गर्छ त्यो देखाउँछु तपाईहरुलाई। ल साथीहरु मैले स्टोरी हालिसकेको छु। यो मैले फोटो हालिसके साथीहरु। अब 24 घण्टासम्म हेरौँ कसले एसएमएस गर्छ। अहिलेसम्म चाहिँ कसैको पनि कल मेसेज आएको छैन। 7 मिनेटमा चाहिँ एउटा एसएमएस आइसकेको छ। अब हेरौँ 24 घण्टामा कतिवटा एसएमएस आउँछ। 2 घण्टामा 9 जनाको मेसेज। फाइनली साथीहरु मैले स्टोरी हालेको चाहिँ पुरा 10 घण्टा भइसकेको छ। अब हेर्छु कसले मलाई एसएमएस कल गरेछ र म यो स्टोरी चाहिँ एउटा एक्सपेरिमेन्टको लागि मात्रै हालेको। अब म डिलिट गरिदिन्छु। हेरौँ कति जनाले एसएमएस कति जनाले कल गर्नुभएछ। अरे भाइ 21 वटा एसएमएस आएछ साथीहरु। 21 वटा। यो 21 वटा एसएमएस आएछ। मैले यो चाहिँ एउटा एटेन्सन पाउनको लागि गरेको चाहिँ हैन। हेरौँ मेरो आफन्तहरूले मलाई नर्मली चाहिँ कतिको सम्झिने रहेछन् र म मतलब केही चेन्ज भएपछि चाहिँ कतिको सम्झिने रहेछन् भनेर मैले सानो एक्सपेरिमेन्ट जस्तो गरेको हो। एटेन्सन पाउनको लागि चाहिँ गरेको हैन। देखियो आज 21 जनाको एसएमएस आयो। त्यही हो 10 घण्टामै।